आज मानिसमाथि हामी भरोसा गर्छौँ भने नि तपाईहरु हाम्रो जिन्दगी कहिले सफल हुँदैन। तर जब हामी परमेश्वरको अगाडि जान्छौँ, हाम्रो दुःख, हाम्रो पीडा, हाम्रो चोटहरु चाहिँ प्रभुमा लिकिन हामी पोखाउँछौँ भने प्रभुले तपाईलाई मलाई सफलता दिनै हुन्छ। जसै येशूले म प्रभुको काम गर्न सक्दिन भन्दै गर्दा चाहिँ परमेश्वरको अभिषेक जब खन्यो, जब येशूले प्रभुको काम गर्न थाल्नु भएको छ। त्यसरी नै तपाईहरु हामी पनि दुःख परे, पीडा परे भनेर हामी मान्छेलाई सुनाउन थाल्छौँ भने मान्छेले त हामीलाई अझै निराश, फिक्री, अझै चोट थपिदिन्छ अनि अझै कष्टको कुराहरू ल्याइदिन्छ। तर नि परमेश्वरमाथि जब हामी भरोसा गर्छौँ, मान्छेलाई नभन्नु होइन, भन्नुपर्छ। मान्छेद्वारा नै प्रभुले काम गर्नुहुन्छ, मान्छेद्वारा नै दुःखको कुराहरू पनि कति आउँछ। तर मान्छे पनि हामीले चिन्नुपर्छ, कसले मेरो कुरा खाइदिन्छ, कसले त्यो कुरालाई मलाई उत्साह दिन्छ। जसलाई हामी भन्छौँ त्यो व्यक्तिले चाहिँ हामीलाई उत्साह मिल्ने, हामीलाई त्यो चोट परेकोमा चोटलाई मेटाइदिने खालको कुरा गर्छ भने चाहिँ त्यो व्यक्तिसँग हामी सम्बन्ध गाँस्नु पनि पर्छ। तर चोटलाई चाहिँ अझै भन्छ नि एउटा घाउमा नुन छर्किदिने व्यक्ति भेटाइयो भने चाहिँ धेरै गाह्रो हुन्छ। हामी त्यस्तो माथि भरोसा नराखौँ। आज हामी प्रभुलाई चिनेर पनि, प्रभुलाई पाएर पनि हामी कष्ट आउँछ, दुःख आउँछ, पीडा आउँछ, आफै जानी हामी गल्ती गरेर हामी दुःखमा पर्छौँ भने फेरि प्रभुमा फर्किनु गाह्रो हुन्छ। तर हामीले अनजानमा हामीले प्रभुमाथि भरोसा गर्दा गर्दै पनि त्यो परिस्थितिले थिच्दैछ, त्यो परिस्थितिले हामीलाई पेल्दैछ भने नि जित्ने पनि प्रभुले एउटा बाटो राखिदिएको हुन्छ।